बोलिस्यो मैले त पहिले मामा घर जाँदा देख्दाखेरि नै मन पराएको। महान छोरा मुटुको टुक्रा सागरलाई फूलमाला अबिरले स्वागत गर्न खोज्दा सीताराम आमाको यो हालत भयो। अबिरले त्यो पनि आफ्नै घरमा सीताराम आमाले यो हदसम्मको बदनाम खेप्नु परेको छ। के अब सागर र कान्छीले आफ्नी फूल जस्ती सीताराम आमालाई जेल पठाउँछन् त? अनि मामाको हालत के होला? माइजू त उस्तै परिहालिन्। त्यसैले आउनुस् आजको यो भिडियोमा एकदमै सही जानकारी तपाईहरु समक्ष राख्नेछु र भिडियोलाई लाइक गरी तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न पनि नछुटाउनु होला। सीताराम आमा र उसको भाइ मिलेर कान्छी र कान्छीको देवरको ज्यान मार्न खोजेको कुरा त तपाईहरुलाई थाहा नै होला। मर्ने उमेरमा हरियो काँक्रो बने जस्तै अझै पनि यी आमालाई 2 पैसा कमाउने लोभ छ। पैसाकै लागि आफ्नो घर बाँड्न तयार हुन्छन्, आफ्ना छोराबुहारीलाई समेत मार्न खोजेकी छन्। जिन्दगीले नेटो काट्न लाग्दा पनि यी पापी आमा कहिले सुध्रिनेवाला छैनन्। यति बेला आशै मारेको छोरो सागर घरमा आउँदा पनि सीताराम आमा र उसको भाइ सागरको स्वागतका लागि फूल माला अबिर बोकेर बाहिर उभिएका थिए। छोरा भान्जा के छ सन्चै छ भनेर अङ्गालो मार्नुपर्ने अवस्थामा थम थम उभिएर कामिरहेका थिए। अझै पनि आमा र मामालाई यस्तो लागिरहेको छ कि कतै सागरले यो कुरा थाहा पायो भने हाम्रो उठीबास लगाउँछ, घरबाट निकाल्छ र कतै जेल पनि पठाउन सक्छ भनेर उनीहरूको मनमा ठूलो डर छ। सागरप्रति जति नै भावुक भएर माया देखाए तापनि सागरको मन भने फर्किनेवाला छैन। तर सागरले भने सोच्दै नसोचेको सबैलाई मन परेको ठूलो काम गरिदिन्छन्। रातो अबिरले आमाको मुखमा छ्यापेर रङ्गमय बनाइदिए। सागरको यो रमाइलो पलमा उनका मामा र माइजू पनि बस्न सकेनन्। मामा माइजूसँगै आमालाई रङ्गमय बनाउँदै सागरले खुसियाली मनाउन सक्लान् त? यो खुसियाली कान्छीको यतिमै सीमित हुन्छ या आमा र मामालाई अझै जेल पठाउने विचार होला? तर धेरै दर्शकहरूले आमा र मामालाई सागर र कान्छी दुबै मिलेर जेल पठाएको हेर्न चाहेका छन्। अनि तपाईलाई सीताराम आमा र मामालाई कुन हदसम्मको सजाय हुनुपर्छ के लाग्छ तल कमेन्ट गर्नुहोला। साथै भिडियो मन परेमा भिडियोलाई लाइक गर्दै च्यानललाई सब्स्क्राइब गरी हामीसँगै जोडिन सक्नुहुनेछ। अहिलेलाई भिडियोमा यति नै। थ्याङ्क्स फर वाचिङ।